आज हाम्रो पसलमा 13 वर्ष पुरानो बलेर जिप बनाउन आएको थियो र यस्तो पुरानो बलेर जिपले हामीले यस्तो खतरामा कसरी कन्भर्ट गर्यौं र यसले हामीले यस्तो खतरा गराउनमा यसमा हामीले के सामान हाल्यौं होला आउनु है त हेरौं। नमस्ते, मेरो नाम पुरन हो र म काम गर्ने गर्छु ग्यारेजमा। हजुरलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। अनि आज हजुरलाई देखाउने वाला छु हामीले यो 13 वर्ष पुरानो बलेर जिपमा के काम गर्यौं त। यसले चाहिँ यो गाडी फुल टेन्ट गरेको हैन, यसलाई चाहिँ हामीले हल्का टालटुल मात्रै गरेको थियौं, पेन्ट भने फुल गरेको थियौं र यसलाई हामीले पेन्ट हान्दाखेरि यसलाई के काम गर्यौं हेरौं है त यो भिडियोमा। चाहिँ यो गाडीमा टालटुल गरेर पनि भ्याइसकेको थियौं, अब भने पेन्ट हान्न थियो अनि त्यही भएर दाइहरुले पेन्ट हान्दै हुनुहुन्थ्यो। एकजनाले घोट्ने एकजनाले पेन्ट हान्ने गर्दै हुनुहुन्थ्यो। अनि यो गाडी चाहिँ सामान बोक्ने गाडी हो नि त, त्यसको लागि चाहिँ हामीले पहिला सुरु कार्पेट बिछाएको थियौं माथिपट्टि, अनि त्यसपछि तलपट्टि चाहिँ हामीले तिर्पलहरु हाल्दिएको थियौं है त। यसलाई चाहिँ फिक्स बनाइदिएको थिए। अनि अहिलेसम्म चाहिँ यो गाडी यतिको देखिरहेको थियो। यसमा चाहिँ पेन्ट हान्न बाँकी नै थियो अनि दाइले चाहिँ पुटिङ लगाएर पनि भ्याइसक्नु भएको थियो। अनि त्यसमा घोट्न थियो, दाइहरुले घोट्दै हुनुहुन्थ्यो है त। अहिले चाहिँ सब काम भ्याइसकेको थिए, अब भने ढाला मात्रै बाँकी थियो। अनि त्यो ढालालाई चाहिँ होल्डिङ गर्न पर्ने हुन्छ कि सेट गरेर भ्याइसकेपछि त्यसपछि चाहिँ मैले होल्डिङ गरिदिन सुरु गरिदिन्छु। अनि हामीले चाहिँ यो गाडी पेन्ट हानेर पनि भ्याइसकेको थिए। अब भने मोटर गार्ड हाल्न पर्ने हुन्छ। अनि मोटर गार्डनिर चाहिँ पालै थिएन कि कम्पनीले दिएकै थिएन, अनि हामीले चाहिँ ड्रिलले होल पारेर गराइदिएको थिए। मैले चाहिँ ड्रिलले होल पनि पारेर भ्याइसके, अब भने फिट गर्न पर्ने हुन्छ। त्यसको लागि चाहिँ सुरुमा होल पारेको ठाउँनिर चिन्ह लगाउन पर्ने हुन्छ, अनि त्यही भएर म चाहिँ चिन्ह लगाउँदै थिएँ है त। अब भने फिट गर्नको लागि सब कुरा रेडी भइसकेको थियो, अनि त्यही भएर हामी चाहिँ त्यसलाई फिट गरिदिन्छौँ। फिट गरेर भ्याइसके चाहिँ यो यतिको देखिरहेको थियो। अनि यो गाडी चाहिँ फुल पेन्ट हानेर पनि भ्याइसकेको थियौँ, ढाला र बम्पर मात्रै थियो बाँकी। अनि दाइले चाहिँ ढालामा चाहिँ कार्पेट लगाउँदै हुनुहुन्थ्यो। अनि यो गाडीमा चाहिँ हामीले के नयाँ सामानहरु हाल्छ मैले हजुरले देखाइहाल्छु, त्यसैले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। यदि मलाई फलो गर्नु भएन भने फलो गरिहाल्नु होला है त। यो गाडीमा चाहिँ हामीले पेन्ट हानेर पनि भ्याइसकेको थियौँ, अब भने हेडलाइट फिट गर्न पर्ने हुन्छ, अनि दाइले हेडलाइट फिट गर्दै हुनुहुन्थ्यो है त। सिलिङ पनि हालेर पनि भ्याइसकेको थियौँ हामीले, लगभग सब काम भ्याइसकेको थियो। अब भने ढालामा पेन्ट हान्न थियो, अनि पुटिङ लगाएको ठाउँमा चाहिँ घोट्न पर्ने हुन्छ, अनि दाइले चाहिँ घोट्दै हुनुहुन्थ्यो है त। हजुर मध्ये कतिजना लाग्छ होला कति फास्ट काम गर्यो भने, तर भने त्यस्तो चाहिँ के होइन है, एक दिन पछिको हो यो काम चाहिँ। फाइनली यो गाडीको काम चाहिँ हामीले भ्याइदिसकेको छौँ। अब भने यसको फाइनल लुक्स हेर्न सक्नुहुन्छ यसको कस्तो छ भनेर। यदि हजुरसँग ओल्ड जिप छ र हजुरले बनाउनु छ भने हामीले सम्पर्क गर्न सक्नुहुनेछ। अनि यसको फाइनल लुक्स कस्तो भयो हजुरले कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अनि मलाई चाहिँ कतिजनाले भन्दै हुनुहुन्थ्यो लोकेसन कहाँ हो भनेर, अनि मैले चाहिँ म्यासेजमा नि भनिरहेको हुन्छु अनि भिडियोमा नि भनिरहेको हुन्छु, त्यही पनि सोधिराख्नु हुन्छ मलाई चाहिँ। हाम्रो लोकेसन चाहिँ स्याङ्जा गलेङ हो, अनि स्याङ्जा गलेङमा आएर हजुरले बनाउन सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ भेटौँ अर्को भिडियोमा, बाइ बाइ।